के तपाईलाई थाहा छ अहिले धेरै एआई इन्फ्लुएन्सरहरूले वास्तविक मानिसभन्दा बढी पैसा कमाइरहेका छन्। फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्राममा धेरै भ्युज र फलोवर्स बनाइरहेका छन्। विश्वास हुँदै छैन भने एकचोटि यो फेसबुक पेज हेरौँ। यसमा मात्र 59 पोस्टमा 631K फलोवर्स बनाएको छ र हरेक भिडियोमा 12 मिलियन, 34 मिलियन, 17 मिलियन, सब भिडियोमा मिलियन्ससम्म भ्युज बटुलिरहेको छ। अब पालो तपाईको। यस्तो एआई इन्फ्लुएन्सर तपाईँ हिन्दी ल्याङ्ग्वेजमा पनि बनाउन सक्नुहुन्छ, नेपाली ल्याङ्ग्वेजमा पनि बनाउन सक्नुहुन्छ। म पुरा कोर्स डिटेलमा बताउने छु। यसको लागि तपाईले कुनै प्रम्प्ट दिने आवश्यक पर्दैन र कुनै पैसा तिर्नुपर्ने आवश्यक पर्दैन। फ्रीमा बताउने छु। ध्यान दिएर मात्र हेरिदिनु होला अन्तिमसम्म र लेट नगरी आजको यो भिडियो अगाडि बढाउँ। सो लेट्स गो। एट फर्स्ट त हामीले च्याट जीपीटीबाट एउटा पिक्चर जेनेरेट गर्नुपर्दछ, जसको लागि यता लेख्नु पर्दछ मलाई एउटा पोडकास्ट गर्ल पिक्चर दिनुहोस्। कमन ल्याङ्ग्वेजमा आफ्नै तरिकाले तपाईँ यता दिन सक्नुहुन्छ र यसमा चाहिँ केही छिनमा हाम्रो फोटो जेनेरेट भएर आउँछ। यसरी देख्न सक्नुहुन्छ। पिक्चर त हाम्रो जेनेरेट भयो तर यसको साइज चाहिँ अलि मिलेन। त्यसको लागि हामीले साइज 9:16 रेसियो यता साइज मिलाउनु पर्दछ। यसरी यसमा प्रम्प्ट दिनुपर्दछ र केही छिनमा हाम्रो त्यो साइजको इमेज जेनेरेट भएर आउँछ। केही वेट गर्नुपर्दछ। साथीहरू तपाईलाई थाहा नै छ च्याट जीपीटीको सबै कुराहरू तपाईलाई थाहा छ। यसरी हाम्रो चाहिँ इमेज रेडी हुँदैछ। रेडी भइसकेपछि साथीहरू यसरी हाम्रो इमेज यसमा टच गरेर हामीले माथि डाउनलोड अप्सन हुन्छ, डाउनलोडमा गएर यसलाई डाउनलोड गर्नु पर्दछ। साथीहरू अब हामीले केही गर्नु पर्दैन। यसमा क्रोम ब्राउजर ओपन गर्नु पर्दछ। क्रोम ब्राउजर ओपन गरिसकेपछि यता हामीले गुगल भिड्स सर्च गर्नु पर्दछ। यसरी सर्च गरिसकेपछि फर्स्ट ब्राउजर जुन ओपन हुन्छ त्यसमा क्लिक गर्नु पर्दछ। क्लिक गरिसकेपछि यसमा साइन इन भन्छ, साइन इन गर्नु पर्दछ। तपाईको गुगल एकाउन्टबाट यसमा साइन इन गर्न सक्नुहुन्छ। साइन इन गरिसकेपछि साथीहरू यस्तो इन्टरफेस देखा पर्छ। त्यसमा हामीले माथि 3 डटमा क्लिक गरेर डेस्कटप साइट अन गर्नु पर्दछ। जसरी मैले भिडियोमा देखाएँ माथि 3 डटमा यसरी क्लिक गरेर तल एउटा हाम्रो डेस्कटप भन्ने अप्सन आउँछ, डेस्कटप साइटमा क्लिक गर्नु पर्दछ। क्लिक गरेसँगै हाम्रो चाहिँ यसरी खुलेर आउँछ, नत्र तपाईको खुल्दैन। त्यसपछि हामीले साथीहरू यता ल्यान्डस्केप, रोटेट, स्क्वायर छ, प्रोटेटमा क्लिक गर्नु पर्दछ। प्रोटेटमा यसरी क्लिक गरिसकेपछि त्यसपछि हामीले यो VEO 3.0 न्यूमा क्लिक गर्नु पर्दछ, जसरी मैले भिडियोमा यसरी देखाएँ। र यसमा क्लिक गरिसकेपछि साथीहरू अब चाहिँ हाम्रो यसबाट चाहिँ तपाईका थुप्रै प्रकारका पोडकास्ट भिडियो जेनेरेट गर्न सक्नुहुन्छ। अब हाम्रो यस्तो इन्टरफेस देखा पर्छ, जसमा हामीले एउटा माथि यो अप्सनमा क्लिक गरेर पिक्चर एनिमेट सर्च गर्नुपर्दछ। इमेज एनिमेट सर्च गरिसकेपछि तलतिर एउटा इमेज हुन्छ। इमेजमा क्लिक गरेर आफ्नो जुन पोडकास्टवाला पिक्चर थियो त्यसलाई सिलेक्ट गरेर यता पुट गर्नु पर्दछ। अब चाहियो हामीलाई यसमा मोटिभेसनल लाइन अथवा पोडकास्ट लाइन। त्यसपछि हामीले सिम्पली च्याट जीपीटी ओपन गर्नु पर्दछ अथवा आफ्नै लाइन पनि तपाईँ त्यसमा यसरी टाइपिङ गर्न सक्नुहुन्छ। अब चाहिँ हामीले यसमा मलाई 6 लाइन मोटिभेसनल दिनुहोस् यसरी मैले सर्च गरेँ। आफ्नो ल्याङ्ग्वेजमा तपाईँ माग्न सक्नुहुन्छ। यसरी मैले भिडियोमा देखाए जसरी सजिलो तरिकाले मागेँ र मैले चाहिँ हिन्दी ल्याङ्ग्वेजमा मागेँ। तपाईँ जुनसुकै ल्याङ्ग्वेजमा पनि माग्न सक्नुहुन्छ, त्यो तपाईको इच्छा। अब मैले चाहिँ यसरी हिन्दी ल्याङ्ग्वेजमा माग्दाखेरि यसरी आउँछ। आएपछि साथीहरू तपाईको यस्तो 1 2 3 4 यसरी नम्बरमा आउँछ भने मैले भने नम्बर डिलिट गर्नुहोस्। यसरी नम्बर डिलिट गर्नुहोस् भनेपछि हाम्रो चाहिँ नम्बर बिनाको लाइन दिन्छ, तपाईँ देख्न सक्नुहुन्छ। यसरी यसलाई चाहिँ अब हामीले केही गर्नु पर्दैन, सिम्पली यसलाई सिलेक्ट गरेर कपी गर्नु पर्दछ, जो चाहिँ तपाईलाई अलरेडी थाहा भएको कुरा नै छ। कपी गरेर फेरि हामीले त्यही ब्राउजर ओपन गरेर त्यहीँ जानु पर्दछ। त्यहाँ गइसकेपछि साथीहरू यता माथि जुन छ त्यसमा चाहिँ हामीले लाइनहरू दिनु पर्दछ। यसमा चाहिँ हामीले जति आफ्नो हिसाबले लाइन कट गरेर राख्नु पर्दछ, किनकि त्यो चाहिँ अलि बढी लाइन भएपछि थोरै मात्र भन्छ, त्यही भएर ट्याक्क मिलाएर 3 लाइन चाहिँ यता जेनेरेट गर्नु पर्दछ। यसरी मैले सिलेक्ट गरेर कट गरेँ। ट्याक्क मलाई चाहिँ अहिले 3 लाइनको पोडकास्ट बनाउने मन लाग्यो। मनभन्दा पनि यता त्यस्तै हुन्छ। त्यसपछि हामीले जेनेरेट अप्सनमा क्लिक गर्नु पर्दछ। क्लिक गरिसकेपछि साथीहरू 1 मिनट वा 1 मिनट भित्र तपाईको भिडियो पोडकास्ट जेनेरेट भएर आउँछ। यसरी भिडियोमा देख्न सक्नुहुन्छ। यो चाहिँ केही गाह्रो छैन साथीहरू, तपाईले 2 मिनट या 3 मिनट भित्र बनाउन सक्नुहुन्छ। यसरी भयो। त्यसपछि हामीले यता यसलाई इन्सर्ट गर्नु पर्दछ।
यसरी यता इन्सर्ट अप्सन लेखेको हुन्छ, यसमा क्लिक गरेर इन्सर्ट हुन्छ। इन्सर्ट भइसकेपछि साथीहरू यस्तो इन्टरफेस देखाउँछ। हामीले यसलाई जुम आउट गर्नुपर्दछ। जुम आउट गरिसकेपछि हाम्रो चाहिँ एउटा क्लिप पोडकास्टको जेनेरेट भएर आएको छ। तपाईँ त्यसरी देख्न सक्नुहुन्छ। यसको आवाज चाहिँ म लास्टमा सुनाउने छु र लास्टमा चाहिँ म तपाईँलाई डाउनलोड गर्ने तरिका पनि सिकाउने छु। अब हामीले केही गर्नु पर्दैन साथीहरू, सिम्पली त्यही टेक्स्टमा गएर जुन हामीले कट गरेका थियौँ त्यही लाइनलाई यता पेस्ट गर्नुपर्दछ। पेस्ट गरेपछि त्यसमा पनि अझ हामीले तीनवटा लाइन चुज गर्नुपर्दछ। माथिका 3 लाइन चुज गरेर तलका 3 लाइन कट गर्नुपर्दछ। भिडियोमा देखाए जसरी यसरी कट गरेर त्यसपछि हामीले फेरि जेनेरेट अप्सनमा क्लिक गर्नुपर्दछ। सेम प्रोसेस छ, सेम माइन्ड लगाउनु पर्नेछ, केही आपत छैन साथीहरू। मजाले तपाईँ यसरी बनाउन सक्नुहुन्छ। अब हामीले यो दोस्रो क्लिप इन्सर्ट गर्नुपर्दछ। यसैमा दुईटै क्लिप जोड्नु पर्दछ। यसरी इन्सर्ट न्यू स्क्रिन आउँछ। यसरी तपाईले यता इन्सर्ट गर्न सक्नुहुन्छ। यसरी इन्सर्ट गरिसकेपछि साथीहरू हाम्रो चाहिँ फर्स्ट क्लिप र सेकेन्ड क्लिप दुईटै एक आपसमा मिल्छन् र त्यसपछि हाम्रो जो थर्ड क्लिप हुन्छ त्यसलाई पनि यसरी नै इन्सर्ट गर्नु पर्दछ। अब हामीले केही गर्नु पर्दैन साथीहरू, यसरी जेनेरेट भएर आइसकेको छ। अब चाहिँ हामीले जुन बाँकी रह्यो लाइन त्यसलाई यता पेस्ट गर्नु पर्दछ। पहिला यसलाई डिलिट गरेर यसरी यो टेक्स्ट जुन पहिलाको थियो जेनेरेट भएको छ त्यसलाई यसरी डिलिट गरेर हामीले जुन हाम्रो बचेको लाइन छ त्यसलाई चाहिँ हामीले यसमा पेस्ट गर्नु पर्दछ। फेरि त्यही जेनेरेट अप्सनमा क्लिक गर्नु पर्दछ। केही आपत छैन साथीहरू, बिस्तारै हुन्छ। कति मोबाइल ह्याङ हुने सम्भावना बढी हुन्छ साथीहरू, बिस्तारै कुल भएर गर्नु पर्दछ। यसरी हाम्रो तीनै क्लिप यसरी जेनेरेट भएर आउँछन् र तेस्रो क्लिपलाई पनि यता हामीले एड गर्नु पर्दछ। यसरी केही छिनमा हाम्रो थर्ड क्लिप पनि जेनेरेट भएर आएको छ। अब हामीले तलतिर यो जुन पहिलाको क्लिप छ त्यसमा यसरी टच गर्नु पर्दछ। भिडियोमा देखाए जसरी मैले देखाएको छु यता इन्डिकेट गरेर यसरी यसमा क्लिक गरेर पछि चाहिँ हाम्रो इन्सर्ट आउँछ, नत्र भने रिप्लेस भन्ने अप्सन आउँछ। त्यसपछि इन्सर्ट आएर इन्सर्ट न्यू स्क्रिनमा क्लिक गर्नु पर्दछ। क्लिक गरिसकेपछि साथीहरू अब चाहिँ हाम्रो तीनवटै क्लिपहरू एड भएर हाम्रो एउटा राम्रो पोडकास्ट बनेको छ। त्यसरी साथीहरू जुन यो एआई फ्री एआई टुल्स रहेको छ त्यसमा चाहिँ हाम्रो जति पनि जेनेरेट गर्न सक्नुहुन्छ। अब चाहिँ म यसलाई प्ले गरेर देखाउँछु। दुनिया तुम्हें कमजोर समझती है तो जवाब शब्दों से नहीं अपने काम से देना। वक्त चाहे कितना भी कठिन हो, याद रखना सूरज हर रात के बाद ही निकलता है। जो इंसान खुद पे भरोसा करना सीख जाता है उसे कोई भी हार ज्यादा देर तक रोक नहीं सकती। मंजिल उन्हीं को मिलती है जो गिरकर भी उठने का हौसला रखते हैं। दूसरों से नहीं, हर दिन अपने पुराने कल से बेहतर बनने की कोशिश करो और याद रखना तुम्हारी सबसे बड़ी ताकत तुम्हारा विश्वास है, इसे कभी टूटने मत देना। यसमा माथि शेयर अप्सन छ, शेयर अप्सनमा क्लिक गरेर यता यसलाई डाउनलोड गर्न सक्नुहुन्छ। MP4 भिडियोमा जसरी मैले देखाएँ यसरी डाउनलोड गर्न सक्नुहुन्छ। साथीहरू सिम्पल छ, डाउनलोड पनि गर्न मिले, सबै कुरा मिल्ने। यसमा चाहिँ तपाईँ ट्राई गर्न सक्नुहुन्छ यसरी। अब चाहिँ हाम्रो भिडियो डाउनलोड भयो। Thanks for watching.